नमस्ते सबैलाई देवीराम राणा भ्लगमा स्वागत छ। हामी सेफुन तालको लगभग काँधमा चढिसकेका छौँ। यहाँ देख्नुहुन्छ यहाँहरूले यो पहाड, यो हिमाल, यो पारिदेखि यो घोडाकाँध हिमाल भन्छ है हजुर। यो घोडाकाँध हिमाल भन्छ यसलाई चाहिँ। तलतिर जङ्गल छ, यतातिर पहाड, यतातिर खोला। अनि त्यसपछि यहाँ हेर्नुहोस् त, मैले तपाईँलाई जुम गरेर देखाएँ। यहाँ एउटा गुफा जस्तो देखिन्छ, ठुलो पहल देखिन्छ। ठ्याक्कै यही डाँडाको उतापट्टि चाहिँ सेफोक्सुन ताल रहेछ। हामी लगभग काँधमा चढिसकेका छौँ। धेरै दिनको हिँडाइपछि आज यहाँ आइसकेका छौँ। यहाँ यो बाटो यति ठाडै उकालो छ। अनि त्यसपछि यता मैले तपाईँलाई यो पहाड देखाएँ। यहाँ यो नाङ्गो पहाड छ, तर पनि यहाँ घोडा खच्चर यसमा चढिरहेका हुन्छन् है। यहाँ चारा चराउनको लागि आइरहेका हुन्छन् यता। अनि ऊ पारि हिमाल देखिन्छ, हेर्नुहोस्, हिमाल, पहाड अनि जङ्गल, त्यो रमाइलो। अरू बेला यहाँ नाउर देखिन्थ्यो अरे, आज चाहिँ नाउर देखिएन है हजुर। अब फर्किने बेला नाउर देखिन्छ कि देखिने भयो भने म तपाईँलाई देखाउँछु है। यहाँ तल हेर्नुहोस् त, यहाँ तल यहाँ खोला बगिरहेको छ नि। हो, यो चाहिँ सेफुक्सुन तालबाट यो डाँडाबाट छेडेर आएको पानी। एकदम त्यहाँबाट हाम्रो गाउँतिरबाट आएको हो यो, त्यो गाउँ अनि त्यो तालको छेउबाट यताबाट आएको रहेछ। त्यसपछि यतातिर चाहिँ यता तालबाट बगेको पानी, अनि यो चाहिँ तालबाट पत्तालिएर आएको पानी पारिबाट। हेर्नु त कत्रो छरो खसिराखेको छ। ठ्याक्कै यो डाँडाको उताबाट फोक्सुन ताल छ भन्ने कुरो सुनेका छौँ हामीले। अब ठ्याक्कै हामी त्यहाँ गयौँ भने त्यो ताल देखाउँछु म तपाईँहरूलाई। यहाँ हेर्नुहोस् त, तल एकदम भिर छ, भिराइलो छ। यहाँ बाटो एकदम गाह्रो छ, बल्ल बल्ल हिँडेर आइयो। तर हिँड्नु सक्ने मान्छेले त खासै त्यति गाह्रो छैन। ल हेर्नुहोस् त, अब यहाँ झरना है, यो चाहिँ झरना है, फोक्सुन तालको झरना। यो चाहिँ फोक्सुन तालबाट ओभरफ्लो भएर आएको पानी हो चाहिँ। हेर्नुहोस् त कति राम्रो, कति कञ्चन, कति कलकल गरेर आफ्नै गतिमा बगिरहेको छ, मजाले बगिरहेको छ। यो ठुलो झरना सेफुक्सुन तालबाट आएको पानी हो अरे है। मैले पनि देखेको छैन, भनाइअनुसार चाहिँ यसरी आएको रहेछ। अनि हामी अब यहाँ झन् एकदम डेन्जर बाटो छ अरे है। यो डेन्जर जोन, यो डेन्जर बाटो हामी कसरी गर्छौँ म तपाईँलाई देखाउने छु। हेर्नुहोस् त, पारी बाटो, यस्तो छ बाटो, हेर्दाखेरि त्यस्तो छ। ऊ पारी बाटो, ऊ त्यहाँ भिरमा हेर्नुहोस्, रुखै नभएको ठाउँबाट बाटो रहेछ। त्यो कर्स गरेर जानुपर्ने। आफूलाई चाहिँ रिङ्गार लाग्छ फेरि भिरमा हिँड्दाखेरि। यो झरनासँगै यो खोला अनि यो रमाइलो यात्रा भइरहेको छ हाम्रो। हामी उकालोमा हस्याङ फस्याङ गर्दै दौडिरहेका छौँ, हिँडिरहेका छौँ। 5-7 पाइला हिँड्यो, फेरि उभियो है। अलिकति लेक लाग्ने समस्या आउँदो रहेछ। यसलाई हेर्नुहोस्, यहाँ यो डोल्पाको सबैभन्दा अल्को हिमाल है, यो कान्जिरो हिमाल, 6800 मिटर अल्को। यो चाहिँ कान्जिरो हिमाल देख्न सक्नुहुन्छ यहाँबाट आउनुभयो भने। यहाँ हिमाल छ अनि हिमालसँगै रहेका पहाड, पहाडसँगै रहेका गाउँहरू, कति रमाइलो छ यहाँ। तपाईँहरू आउनुभयो भने यहाँ हेर्न सक्नुहुन्छ। अनि यो माथि देखिन्छ नि, यो नर्बुकाङ हिमाल है हजुर, नर्बुकाङ हिमाल। यो हिमालको यता देब्रे साइडतिर चाहिँ पाटन छ अरे है। त्यहाँ चाहिँ यासागुम्बा टिप्न जाने, त्यहाँ चाहिँ ठुलो चौर छ अरे, मान्छेहरू बस्ती बस्ने। यासागुम्बा टिपुन्जेल बस्ने ठाउँ छ अरे, यति रमाइलो छ अरे त्यहाँ चाहिँ। पाटन भनेको एकदम चौर, चौरीहरू चढ्ने, घोडाहरू चढ्ने, मान्छेहरू बसोबास गर्ने ठाउँ छ अरे है। यस्तो रमाइलो ठाउँ छ अरे। अब कुनै दिन हामी त्यहाँ पनि जान सकियो। हेर्नुहोस् त, हिमालसँगै डाँडा अनि यी बोट बिरुवाहरू कति रमाइलो छ। तपाईँहरू त्यहाँ जानुभयो भने आउन मन लाग्दैन, यति रमाइलो छ। हेर्नुहोस् त, हिमालसँगै रहेको यो हरियो जङ्गल, धुपीसल्लाहरू। अनि हिजो पानी परेर झन् हिउँ परेको थियो माथि माथि डाँडातिर, देख्नुभयो नि। त्यो हिउँ चाहिँ पग्लिएर सकिएको। यति राम्रो छ हामीलाई। हिमालले हिउँको सबको मारेर हामीलाई स्वागत गरिरहेको छ। हामी अझ हिउँको समीपमा गइरहेका छौँ, हिउँको नजिक गइरहेका छौँ हामी, हिमालको नजिक अनि त्यो गाउँको नजिक गइरहेका छौँ। स्वर्गको एक टुक्रा, अति सुन्दर ठाउँ। यहाँ पुग्न गाह्रो छ, पुगिसक्यो भने चाहिँ अत्यन्तै रमाइलो। ल अब यो गाउँ आयो भन्ने सङ्केत हेर्नुहोस्। गाउँको नजिकै एउटा यहाँ यस्तो गेट बनाइएको रहेछ।
यस्तो किसिमको गेट बनाइएको छ यहाँ। गाउँसँग हिमाल अनि गेटसँग यता चाहिँ यहाँ बोर्ड लेखिएको छ। यो राष्ट्रिय निकुञ्ज हो यो चाहिँ। यहाँका जनावरको विषयमा लेखिएको छ। यहाँ के जनावर पाउँछ, कस्ता जनावर पाउँछ भन्ने विषयमा लेखिएको छ। हामी लगभग सेफोज तालको गाउँ नजिक आइसकेका छौँ। यहाँ चाहिँ यो तिब्बतीन अक्षरमा लेखिएको छ। यहाँ चाहिँ हामी मगरहरूले पनि एउटा चिनो चौफारी मान्छे मरेपछि उसको नाममा चिनो चौफारी बनाउने चलन छ। त्यस्तै हुनसक्छ यो पनि। यहाँ चाहिँ बनाइएको रहेछ तिब्बतीन अक्षरमा लेखिएको चाहिँ ठुलो ढुङ्गामा चाहिँ। अनि बाँकी त्यो मसिना ढुङ्गा चाहिँ चढाएको रहेछ ढुङ्गाहरू चाहिँ। कतैबाट फर्केर आउँदाखेरि चढाउने र कतै जानुपर्ने छ भने पनि यात्रा सफल रहोस् भन्नको लागि मान्छेहरूले ढुङ्गा चढाउँदो रहेछन्। यहाँ हेर्नुहोस् है, यो पनि एकदमै पुरानो रीतिरिवाज। अनि यो यसरी थाहा हुन्छ यहाँका मान्छे पनि प्रकृति पूजक हुन् भनेर। अनि यो रमाइलो यो बुट्यानहरू चाहिँ मैले चिनेन के बुट्यानहरू हुन्, तर धेरै हुँदो रहेछ यो। हाम्रोतिरको बनमारा जस्तै यो पनि जताततै हुँदो रहेछ यो हिमाल क्षेत्रमा। यो बुट्यानहरू धेरै पाइयो, तर काँडा भएको बुट्यान फेरि छुन नसकिने एकदम बिज्ने। हामी लगभग गाउँको समीपमा आइसकेका छौँ। यहाँ पनि लेखिएको छ, यसरी बोर्ड राखिएको छ। अनि यहाँ पनि हेर्नुहोस् त, यो चिनो चौफारी बनाइएको छ। त्यो विभिन्न अक्षरमा लेखिएको छ, हामी पढ्न सकेनौँ। यहाँ पनि साना साना ढुङ्गा चढाइएको छ, ठुला ढुङ्गामा लेखिएको छ। यति धेरै यो गाउँले यो समाजले बनाएको हुनुपर्छ। ल हेर्नुहोस्, यहाँ मैले तपाईँलाई देखाएँ। यो तपाईँतिर के भन्छ यसलाई? तिब्बतीन भाषामा यसलाई चोर्तेन भन्दो रहेछ। अनि हामी मगरहरूले पनि यसलाई जलाखी भन्छौँ। जलाखी भन्छौँ, यसरी बनाइन्छ। जलाखी यसरी एउटा अर्को डाँडामा अथवा कहीँ एउटा छेड्नामा बनाइन्छ यस्तो। यहाँ पनि हेर्नुहोस् त, यति ढुङ्गा धेरै ढुङ्गा चढाइएको छ र हामीले पनि ढुङ्गा चढायौँ। यहाँ गएर ढुङ्गा चढाएँ, यसरी मैले ढुङ्गा चढाएँ। अनि 10 औँला जोडेर ढोक गरेँ कि यात्रा सफल रह्यो भनेर। फेरि फर्किँदाखेरि हाम्रो यात्रा सफल रहोस् भनेर फेरि मैले ढुङ्गा चढाउने छु यो जलाखीमा, यो चोर्तेनमा। हेर्नुहोस् त कति राम्रो, कति आकर्षक तरिकाले बनाइएको छ। आकर्षक तरिकाले कलर भरिएको छ, बुट्टा भरिएको छ। एकदमै एउटा स्वर्गको एउटा टुक्रा भन्न रुचाउँछु म चाहिँ। अनि त्यसपछि हामी बिस्तारै बिस्तारै यहाँबाट अघि बढ्यौँ र पारितिर घोडा चढिरहेका छन्, तपाईँहरूले देख्न सक्नुहुन्छ। पारी घोडा चढेर चाहिँ त्यहाँ एउटा सानो एउटा घर पनि छ, बस्ती। त्यहाँ घर देख्नुभयो। अब हामी लगभग गाउँको नजिक आयौँ। लगभग हाम्रो हिँड्ने काम लगभग आजको लागि समाप्त हुनेछ। धेरै हिँडियो, धेरै उकाला ओह्रालो भिरालो बाटोहरू पार गर्दै गर्दै हामी यहाँसम्म आइसकेका छौँ। अब चाहिँ हाम्रो त्यो दुःखको दिन गए, हिँड्ने दिन गए र आयौँ हामी यो स्वर्गको ठाउँमा। यहाँ यसरी नयाँ संरचना बनाएको छ। यो चाहिँ फोहोर फाल्ने ठाउँ हो। हेर्नुहोस्, गाउँले सबै फोहोर लिएर फाल्ने ठाउँ बनाएको। हेर्नु त, यत्रो एउटा झुप्रो बनाएर यहाँ फोहोर फाल्ने ठाउँ बनाएको रहेछ। यसरी फोहोर फालेर यहाँ चाहिँ राम्रोसँग बनाउँदो रहेछन्। गाउँको फोहोर जम्मै यहाँ लिएर राख्दा रहेछ यिनीहरूले चाहिँ। यहाँ नयाँ भवन बन्दै रहेछ नयाँ ठाउँमा। अनि अघि जस्तै चोर्तेन, तिब्बतीन भाषामा चोर्तेन, हाम्रो भाषामा जलाखी। जलाखीसँगै यो चौतारा ढुङ्गा लेखिएको, तिब्बतीन भाषामा लेखिएको ढुङ्गाहरू। अनि ढुङ्गा चढाउने ठाउँ फेरि अर्को झनै पुरानो आयो। हेर्नुहोस् है, अघिभन्दा झन् पुरानो रहेछ यो। अघि हामी देखेको छौँ अलि नयाँ ढङ्गले बनाइएको रहेछ, यो चाहिँ झनै पुरानो, एकदमै पुरानो, कहिलेदेखिको हो। हेर्नुहोस् त, पुरानो काठ पनि युज गरेर बनाएको रहेछ। अनि यहाँ चाहिँ यो चौतारा, गाउँको छेउमा चौतारा। अनि यहाँ अनि बिसाउने ठाउँ हेर्नुहोस् त, यहाँ बसेर वारिपारि हेर्ने ठाउँ कस्तो राम्रो। अनि सबै पर्यटकहरूलाई बिसाउनमा बसेर वारिपारि चियाएर सबै अवलोकन गरेर गाउँ पस्ने एउटा वातावरण बनाइएको रहेछ। यहाँ चाहिँ बिजुली पुगेको छैन, यहाँ सोलर रहेछ। यो यही सोलरबाट बिजुली निकालिएको छ अरे। बिहान दिउँसो अलिक एकछिन अनि राति
2 घन्टा 3 घन्टा चाहिँ छोड्दो रहेछ लाइन भन्ने सुन्नमा आएको छ। अनि त्यसपछि यो गाउँको स्वास्थ्य चौकी हेर्नुहोस् त, गाउँको स्वास्थ्य चौकी कति राम्रो छ। अनि स्वास्थ्य चौकीसँगै पछाडि हिमाल पहाडसँगै अति सुन्दर, अति रमणीय। अनि यो ठाउँलाई हामीले अवलोकन गऱ्यौँ, हेऱ्यौँ। अनि त्यसपछि यहाँबाट हामी फेरि दायाँ लागेर अब हामी हाम्रो होटल कहाँ छ त हामी खोज्दै जान्छौँ। यतातिर यी दारा बनाइएको रहेछ नयाँ भर्खर। अनि यो जङ्गल, हरिया जङ्गल हेर्नुहोस् त कति रमाइलो। त्यति उकालो त्यति धेरै अल्को ठाउँमा झन्डै तपाईँको यो 3500 मिटर अल्को गाउँ हो यो, सबैभन्दा अल्को। यहाँ चाहिँ तपाईँको अन्नबाली धेरै हुँदैन। यहाँ चाहिँ फापर र आलु बाहेक अरू अन्न फल्दैन अरे भन्ने सुनेको छु मैले। हामी गाउँमा लगभग प्रवेश गरिसकेका छौँ। लगभग गाउँको केही भाग प्रवेश गरिसकेका छौँ। यहाँ थारे घर हुँदो रहेछ नि, होइन? कसैले थाले घर भन्छ, कसैले थारे घर भन्छ है। अनि यहाँ माथि छानो नभएको घर टक्क यसरी थाला बनाएर बनाएको घर हुँदो रहेछ। यसरी थाला बनाएर बनाएको घर हेर्नुहोस्। अनि यहाँ झन्डाहरू तिब्बतीयन संस्कार अनुसार राखिएको झन्डा हुनसक्छ घरमा। अनि यो सरी, अनि यो घर हेर्नु सक्नुहुन्छ यहाँले कस्तो राम्रो बनाएको छ। यो पनि होटल हो अरे भन्न सुनेको। अनि यहाँ चाहिँ होटलै होटल, प्रत्येक घर होटल हेर्नुहोस्, होटलै होटल। किनभने यहाँ पर्यटकहरू धेरै आउँछ, नेपालीहरू धेरै पनि आउँदो रहेछ। त्यसैले यहाँ जता हेऱ्यो होटलै होटल हेर्नुहोस्। यो पनि होटल रहेछ, यहाँ बोर्ड राखिएको छ। अनि यो पनि ठुलो सुविधा सम्पन्न होटल रहेछ। अनि तल अर्को होटल हेर्नुहोस्। यहाँ गाउँ सबै थाले घर हुँदो रहेछन् यहाँ चाहिँ, छानो बिनाको र अत्यन्तै सुन्दर गाउँ। यहाँ चाहिँ यो चाहिँ चौरी बस्ने हो अरे यहाँ चाहिँ, है? यहाँ चौरी घोडाहरू बस्दा रहेछन् यसमा चाहिँ। चिसो मौसममा पनि बाहिरी बस्दो रहेछ चौरीहरू, है? उनीहरूलाई जाडो नहुँदो रहेछ। हामी बस्ने होटल आइसक्यो, ट्रेकिङ होटल। यो चाहिँ किचन रे, है? अनि यो चाहिँ माथि चाहिँ हाम्रो होटल चाहिँ भन्नुहुन्छ हाम्रो गाइडले चाहिँ। यो चाहिँ ट्रेकिङ होटल। यही होटलमा आज हाम्रो बास हुनेछ। ट्रेकिङ होटल एन्ड लज लेखिएको छ। हामी आज यहीँ बास बस्छौँ, ट्रेकिङ होटल लज। यसमै बास हुनेछ हाम्रो। त्यसपछि यहाँ गाउँ। अनि यहाँ चाहिँ घोडा बान्ने, यहाँ दाउराहरू, अति रमाइलो, अति सुन्दर गाउँ बस्तीमा हामी आइसकेका छौँ। साथीहरू अगाडि आउनु भएको छ, म पछि पछि आएको छु। ट्रेकिङ होटल आज हामी यहीँ बास बस्छौँ। हाम्रो बास अनि गास यहीँ रहनेछ। ल अब तपाईँहरू आइसक्नुभयो यहाँ, हेर्नुहोस् त, स्वर्गको एउटा टुक्रा, एकदम सुन्दर सेफोक्सन ताल, विश्वविख्यात, विश्वले चिनेको, विश्वले हेरेको, अनि विश्वको यहाँ पाइला परेको रमाइलो ठाउँ तपाईँलाई देखाइसकेको छु मैले। हेर्नुहोस्, हामी यही हेर्न आएको। हामी माथि घाम लागेको छ, हामी बिहानै छौँ। तल ठुलो ताल, यो ताल त टेलर मात्रै हो, यो पुरा फुल ताल त म तपाईँलाई केही छिनपछि देखाउँछु। यहाँ सुरु छ, हेर्नुहोस्, यहाँदेखि धेरै ठाउँमा फैलिएको छ यो। यहाँदेखि है, यो चाहिँ ओभरफ्लो, यो सेफोक्सन तालको ओभरफ्लो यहाँबाट गएको छ। हेर्नुहोस् त, ताल भरिएर यसरी आएको छ। अनि यहाँबाट बगेको पानी चाहिँ ठुलो भेरी नदी भन्दा रहेछन्, है? भेरी नदी बनेको छ। यो सुर्खेत, अनि नेपालगञ्ज, अनि रुकुम, जाजरकोट कहाँ छुँदै बगेको छ, है हजुर? हेर्नुहोस्, यहाँ पर्यटकहरू देख्न सक्नुहुन्छ। ताल भरिएर आएको ओभरफ्लो हो। मलाई यही हेर्न रहर थियो एकदमै। ताल छ, तर त्यो तालबाट कसरी ओभरफ्लो कसरी गएको होला, अथवा गएको छ कि छैन होला, होइन? त्यो पानी त्यही उम्रेको हो कि माथिबाट आएको बगेको हो भन्ने एकदमै कौतूहलता थियो मलाई।
अनि त्यसपछि हामी यो तालसँगै यहाँ यता गयौँ। यहाँ अर्को फेरि तपाईँ चोर्तेन देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो गाइडले भनेअनुसार यो 900 वर्ष पुरानो गुम्बा हो अरे यहाँ चाहिँ है। सानो गुम्बा मात्र छ यहाँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ गुम्बा, त्यो तालको छेउमा छुट्टै गाउँभन्दा पाल्नो पाखामा हामी पुग्यौँ। यहाँ धेरै जलाकी बनाइएको छ, हेर्नुहोस् त कति धेरै बनाइएको छ जलाकी। त्यसैले त यहाँकै रैथाने हुन् भन्ने यसरी चिनिन्छ। यसरी बनाइएको छ, हेर्नुहोस् त जलाकी। तिब्बतीन भाषाबाट यसलाई चोर्तेन भनिन्छ भने हाम्रो भाषामा हामी जलाकी भन्छौँ। हेर्नु त कति रमाइलो, कति राम्रो, कति धेरै, कति मिहिनेत गरे होला पुर्खाले। हेर्नुहोस् त 900 वर्ष अगाडि बनाइएको यी पुरातात्विक हाम्रा सम्पत्तिहरू, अमूर्त सम्पत्ति, नेपालको अमूर्त सम्पत्तिहरू नि लगभग भत्किने अवस्थामा नि जीर्ण अवस्थामा छन्। हेर्नुहोस् त कोही त भाँचिसकेका छन्। यसरी यसलाई संरक्षण, सम्वर्धन, प्रवर्धन, विकास गर्नको लागि नेपाल सरकारको पनि ध्यान जाओस् भन्न चाहन्छु मैले। यो भिडियो नेपाल सरकारको कानसम्म पुर्याउनको लागि पनि सेयर गरिदिनु होला। हेर्नुहोस् त यो डोल्पाको यो विकट क्षेत्रमा यति धेरै पुर्खाले कति मिहिनेत गरेर बनाएका हाम्रा सम्पदाहरू छन्, हाम्रा सम्पत्तिहरू छन्, अमूर्त सम्पत्तिहरू। तर यी आज सब मुख दर्शक भएको छ। हाम्रो सरकार त्यहाँ हेरेको छैन, केही पनि गरेको छैन। हेर्नुहोस् लाखौँ विदेशीहरू एउटा पर्यटकीय क्षेत्र भनेर आउँछ घुम्न, यहाँ अवलोकन गर्न। तर त्यहाँ जाँदाखेरि हेर्नुहोस् त दयनीय अवस्था छ। यहाँ चाहिँ इङ्ग्लिसमा लेखिएको छ, यहाँहरूले मजाले पढ्न सक्नुहुन्छ। मैले तपाईँहरूले देखाएको छु मजाले। हामी लगभग यो 900 वर्ष पुरानो गुम्बाको लगभग सेरोफेरोमा आइसकेका छौँ। मासतिर सबै गुम्बाहरू हुन्, यो घर होइनन् नि, यहाँ यो बस्ती होइनन्, यहाँ चाहिँ गुम्बा मात्रै गुम्बा। अनि यहाँ लामाहरू बस्दा रहेछन्। यहाँ हो, यहाँभित्र यहाँ चाहिँ गुम्बा छ। यहाँभित्र हामी एकछिनमा यहाँ पनि जानेछौँ भित्र, यहाँ गएर अवलोकन गर्नेछौँ। यहाँको पुजारी हामीसँग भेट भइसक्नु भएको छ। उहाँले तपाईँहरू यहाँ सबै घुमेर आउनुहोस्, त्यसपछि म तपाईँलाई लास्टमा देखाउँछु भन्नुभएको छ। हामी अहिले हेर्न आउनेछौँ के रहेछ त त्यहाँ, मूर्तिहरू के रहेछन्, के छन् त्यहाँ भन्ने विषयमा तपाईँलाई देखाउनेछु। अहिले चाहिँ हामी अन्यत्रतिर अरू चिजहरूमा अवलोकन गर्न जाँदैछौँ। यो बाटो यसरी यहाँ जम्मै ठ्याक्कै तालकै छेउमा रहेको यो गुम्बा, 900 वर्ष पुरानो गुम्बा। हेर्नुहोस् यसरी बनाइएको छ। यहाँ एकदमै जीर्ण अवस्थामा छ। कोही घरहरू, कोही यस्तो बनाइएको छ। अनि यहाँ पनि त्यहाँ सरकारले बजेट हालिदियो भने, बजेट निकासी गरिदियो भने यो विकास गर्नको लागि, हेर्नुहोस् त ताल छेउमै कति रमाइलो ताल छ, कति रमाइलो गाउँ छ यहाँ। तर यसलाई अझै विकास गरिदियो भने नेपाली पर्यटकहरू मात्रै गए पनि पुग्छ त्यहाँ। यहाँ यसको विकास हुन्छ, त्यहाँ धेरै आयस्रोत बढ्ने सम्भावना मैले देखेको छु। अनि धेरै जाँदो रहेछ नेपालीहरू पनि, हामीसँगै धेरै नेपालीहरू जानुभएको थियो। विदेशी त अलिक कम थियो, नेपाली चाहिँ धेरै थियो। हेर्नुहोस् त यहाँ यति राम्रो घरहरू, भवनहरू बनाइएको छ। तर यसलाई अझ आकर्षक रूपमा बनाइयो भने, अझै गाउँले पाराले होइन, एउटा टिपिकल पाराले बनाइयो भने, विदेशीहरू क्यामेरा बोकेर आइ गर्ने बनाउने एउटा तपाईँ हाम्रो भिजन त हो, तर सरकारको भिजन छैन। हेर्नुहोस् त ताल। अनि अघि तपाईँलाई मैले सुरुमा उता देखाएको थिएँ, अनि म झन्नै त्यसको केही भाग अगाडि आएको छु। हेर्नुहोस् त ताल यहाँसम्म। भोलि चाहिँ एकछिन पछि फेरि म तपाईँलाई त्यो तालभन्दा अलिक माथि ताल, यो पुरा ताल देखाउनेछु। जान सकियो भने फर्स्ट भ्यू पोइन्ट, सेकेन्ड भ्यू, थर्ड चौथो भ्यू पोइन्ट छ अरे माथि, अनि सबै देख्छ अरे ताल। हामी सकेसम्म हामीलाई लेक नलागेसम्म हामी भ्याएसम्म जाने कोसिस गर्नेछौँ। हामी यहाँबाट फर्क्यौँ, सबै हेरेर फर्क्यौँ हामी।
अनि अब हामी पसिसक्यौँ भित्र। हामीलाई यता लामाले देखाइसक्नु भएको छ। आउनुहोस्, हेर्नुहोस्, बुझ्नुहोस्। अनि यहाँका यो सबै कुराहरू यसरी जीर्ण हुँदैछन् भनेर नेपाल सरकार कहाँसम्म पुर्याइदिनुहोस्, पत्रकारसम्म पुर्याइदिनुहोस्, नेताको कानसम्म पुर्याइदिनुहोस् भनेर हामीलाई चाहिँ उहाँले रिक्वेस्ट गर्नुभएको थियो। अनि मैले सब भिडियो बनाएँ भित्र पसेर। भिडियो बनाउनु मिल्छ भने मिल्छ भन्नुभयो। यहाँ हेर्नुहोस् त, यस्तो बुद्धको मूर्ति बनाइएको छ। यो 900 वर्ष पुरानो हो अरे है, जमानामा बनाएको रहेछ। हामीले अवलोकन गर्न पाउँदा आफैलाई भाग्यमान ठानेको छु मैले। यहाँ धेरै किसिमकाहरू छन्, धेरै किसिमका मूर्तिहरू, धेरै किसिमका चिज वस्तुहरू राखिएको छ। हेर्नुहोस् त कति आकर्षक तरिकाले राखिएको छ। त्यसपछि हामी बाहिर आयौँ। यहाँ चौरी हेर्नुहोस्, यही चौरी गाईहरू रातभरि दिनभरि बाहिरै हुँदो रहेछन्। हेर्नुहोस् खुल्ला आकाशमा, तर यिनीहरू जाडो नहुँदो रहेछ। त्यसपछि अब म तपाईँलाई माथि भ्यू पोइन्टमा लाँदैछु। हेर्नुहोस्, यहाँदेखि हामी भ्यू पोइन्ट जान्छौँ। अब हेर्नुहोस् त, यहाँबाट पारी कस्तो राम्रो ताल देखिएछ। बडो गजब। खोकी लागेको छ। पानी फेरिएर रुगा लागेको छ, खोकी लागेको छ हामीलाई, हामी सबैलाई। यहाँको चिसोले, त्यसमाथि पानी पर्यो, अनि त्यसमाथि चिसो, पानी चेन्ज भएर, मौसम चेन्ज भएर हामी सबैलाई रुगा खोकी लागेको छ। अनि बिचै खोकी लागेको छ। म माफी चाहन्छु, बोल्दा बोल्दै खोक्नु पर्यो। हेर्नुहोस् यिनै साथीहरू अघि जानुभएको छ, म पछि छु। छेउमी सल्लाहहरू, धुपी सल्लाहहरू छन्। यहाँ यसरी यो गेट बनाइएको छ। यहाँ ढुङ्गाको वाल लागेको छ, पर्खाल लागेको छ, ताकि तलतिर गाईबस्तुहरू नजाउन् तालतिर भनेर बनाइएको हो रे यो चाहिँ। जस्तो ताल जति हेऱ्यो त्यति राम्रो, जता हेऱ्यो त्यतै सुन्दर के यो ताल। हेर्नुहोस् त, प्रकृतिले दिएको उपहार। आहाहा, स्वर्गै पुगेसरी भएको छ हामीलाई चाहिँ। हामी हिँड्दैछौँ, यहाँबाट जाँदैछौँ माथि। हामी पहिलो भ्यू पोइन्टमा जानेछौँ। हेर्नुहोस् त, तालै ताल, तालै ताल, जता हेऱ्यो ताल। हेर्नुहोस् धेरै ठुलो ताल। हेर्नुहोस् अब तालको अब अप्ठ्यारो बाटो लाग्यो हामी है। तालको छेउबाटै यसरी ढुङ्गाहरू काटेर यहाँ कतै यहाँ काठहरू राखेर बनाइएको बाटो छ यो। एकदमै गाह्रो छ यहाँ चाहिँ। यस्तै कसरी बनायो होला बाटो है। हामी हिँड्नेलाई गाह्रो छ, बनाउने मान्छे कसरी बनायो होला हेर्नु त। तालको छेउमै यसरी हामी यो तालको किनारको बाटो गयौँ। यसरी ढुङ्गा तलबाट वाल लगाएर। हेर्नुहोस् त, ताल यहाँ चाहिँ हेर्नुहोस्, एउटा पात भेट्नुहुन्न यो तालमा। न ढुङ्गामा लेउ लागेको छ, न चाहिँ तालमा पात पतिङ्गर केही फोहोर देख्नुहुन्छ यहाँहरूले। यति सफा छ यहाँ चाहिँ। हेर्नुहोस् यस्तो ढुङ्गाको वाल लगाएर बाटो बनाएको छ। यो बाटो चाहिँ माथि के भन्छ, अर्को उपल्लो डोल्पा जाने बाटो हो है हजुर। यहाँबाट चाहिँ यो भ्यू पोइन्ट त जान्छ नै है, तालको भ्यू पोइन्ट। तर त्यो ताल काटेर माथि अर्को डोल्पा भन्दो रहेछ, उपल्लो डोल्पा भन्दो रहेछ है। माथि चीनसँग जोडिएको क्षेत्र, त्यो भूभागमा चाहिँ पुग्दो रहेछ। यहाँबाट अझै 3 दिन हिँड्यो भने पुग्छ अरे उपल्लो डोल्पा। सबै जिल्लाभन्दा धेरै ठुलो जिल्ला यो चाहिँ। हेर्नुहोस् त माथि पहाड केही देखिन्न। हेर्नु त, क्यामेराले भ्याउँदैन। पहाड त्यति सब ठुलो, ढुङ्गाको चट्टान। यहाँ चाहिँ हामी तल यसको किनारमा हिँडिरहेका छौँ। सरी है हजुर, रुगाखोकीले हैरान बनायो। तपाईँहरूलाई ताल पनि देखाउँ भनेर, तपाईँलाई आएसर होस्, डोल्पा आएसर होस्, फोक्सोन ताल हेरेसर होस् भनेर बनाउँछु भिडियो भनेको। खोकी लाग्छ धेरै। हेर्नुहोस् त, यहाँ यो बाटो छेकबारको लागि यहाँ पोल पनि गाडिएको छ, अलि पर्यटकहरूलाई सहज होस् भनेर यसरी बनाइएको छ। हामी हिँडिरहेका छौँ, हामी तालको किनार हिँडिरहेका छौँ हजुर। तपाईँलाई फुल ताल देखाउँछु भनेर है। ठुलो ताल छ,
यो पुरै ताल देखाउँछु भनेर हामी हिँडिरहेका छौँ। यो किनारको बाटो यसरी यहाँ पोल गाडिएको छ, हिँड्ने मान्छे सहज होस् भन्ने हेतुले यसरी बनाएका रहेछन् यहाँ गाउँकाले। अब यहाँ फेरि बार हाल्छन् होला, तार हाल्छन् होला। हामी चाहिँ अहिले चाहिँ यसरी हिँडिराखेका छौँ। कस्तो डरलाग्दो हेर्नुहोस् त, तल ताल फेरि सबैभन्दा गहिरो ताल हो नि त यो, हजुरलाई थाहा छ नि त होइन। यो सबैभन्दा गहिरो ताल हो, 165 मिटर गहिरो छ यो, धेरै गहिरो ताल। यहाँ गयो भने त फर्किउँला भन्ने नो चान्स। हिँड्नुहोस् कति रमाइलो छ, यसरी ढुङ्गा फोरेर वाल लगाएर यहाँ खच्चड हिँड्ने, मान्छे हिँड्ने बाटो बनाएका छन् यहाँका बासिन्दाले। यो पनि पुरा पूर्वकालदेखि नै बनाएको बाटो हुनुपर्छ यो। हेर्नुहोस् त यसरी यो बाटो यहाँबाट यसरी हामी यो ढुङ्गे बाटो हिँड्दै हिँड्दै गयौँ। माथितिर पहाड छ ठुलै, तलतिर हेर्नुहोस् यस्तो तल छ हेर्नुहोस्। यहाँ तपाईँहरूले हिमालयन क्याराभान फिल्म हेर्नु भएको छ भने हो, यहाँदेखि चाहिँ चौरीहरू गुल्ट्याएर मारिएको थियो है हजुर। तपाईँहरूले क्याराभान सर्च गर्नुभयो युट्युबमा भने आउँछ। त्यो डोल्पा जिल्लाकै सेरोफेरोमा बनाएको अथवा यही आसपासमा यही गाउँमा यही यो तालमै बनाएको फिल्म हो त्यो क्याराभान, हिमालयन क्याराभान फिल्म। त्यहाँ चाहिँ प्रत्यक्ष रियल नै चौरीहरूलाई, धेरै चौरीहरूलाई गुल्ट्याएर मारिएको छ। किनभने यहाँको दयनीय अवस्था यस्तो छ, यहाँ वर्षै नि यसरी चौरी खसेर मर्छन्, यो बाटोमा यसरी मान्छे खसेर मर्छन्। अनि तर पनि हिँड्नै पर्ने जरुरी छ, नहिँडी हुँदैन। यो बाटोलाई सरकारको ध्यान जाओस् भन्नकै निमित्त त्यो एउटा सन्देशमूलक फिल्म बनाइएको छ हेर्नुहोस् है। त्यो फिल्म हेर्नु भने त्यो तपाईँको के अरे विश्व उसमा एउटा मौलिक फिल्मभित्र पनि परेको थियो त्यो, त्यसले अवार्ड पनि जितेको थियो। तपाईँ हेर्न सक्नुहुन्छ। मैले पनि फिल्म हेरेको थिएँ, तर आज प्रत्यक्ष चौरीलाई गुल्ट्याएर मारेको ठाउँ पनि हेरेँ मैले। यहाँ हेर्नुहोस् यसरी हेरियो यो ताल, अनि यो तालकै छेउमा अनि यो तालका वरिपरि गाउँहरूमा बनाइएको छ त्यो क्याराभान फिल्म। यहाँले हेर्न सक्नुहुन्छ हेर्नुहोस् ताल। हामी यति आधा घन्टा हिँडिसक्यौँ, तालै ताल छ हेर्नुहोस्। ताल वरिपरि सबै हिँड्नको लागि त झन्डै 2 दिन लाग्छ अरे कि यो चाहिँ, ताललाई एक फन्को लगाउनको लागि। त्यति ठुलो, धेरै ठुलो ताल छ, ठुलो र धेरै गहिरो। हेर्नुहोस् त माथि चट्टान, आमा हो यता चट्टानले घेरिएको ठाउँ छ। त्यही भएर यो यहाँ ताल बनेको होला कि, माथिबाट आएको पानी यहाँ सबै बग्न नपाएर ताल बनेको हुनुपर्छ भन्ने मेरो ठम्याइ हो चाहिँ। परापूर्वकालमा यहाँबाट कहाँनिरबाट एउटा पहाड खसेर आएर खोला थुनेर चाहिँ यो यसरी ताल भएको हो भन्ने पनि भनाइरहेछ। अनि सेफोक्सुन ताल कसरी भनियो भनेर मैले सोधेको थिएँ एकजना त्यहाँ बुढा बुवालाई। उहाँले चाहिँ फोक्सोको जस्तो आकार भएर फोक्सुन ताल भनिएको भन्छन् के अरे, हामीलाई पनि त्यति थाहा छैन भन्नुहुन्थ्यो उहाँले चाहिँ। सायद हामीले पनि त्यही आकलन गऱ्यौँ। फोक्सो जस्तै छ यसको आकार माथिबाट ठ्याक्कै हेऱ्यो भने। अनि तेस्रो भ्यू पोइन्टमा पुगेर हेऱ्यो भने ठ्याक्कै वाइ आकारको छ अरे है यो चाहिँ यसको तालको आकार चाहिँ। यतातिर पनि फैलिएको, यतातिर पनि फैलिएको, अनि यतातिर पनि फैलिएको, ठ्याक्कै अङ्ग्रेजीको वाइ आकारको छ भन्ने कुरा सुनेका छौँ हामीले। त्यहाँसम्म पुग्न सक्यौँ भने सक्यौँ, यदि सकेन भने पनि हामी तपाईँलाई जहाँसम्म पुग्छौँ त्यहाँसम्मको भिडियो देखाउँछौँ, त्यो ताल देखाउँछौँ हामी तपाईँलाई। मेरो अगाडि मेरो पछाडि धेरै मान्छेहरू हुनुहुन्छ आज यहाँ ताल हेर्नको लागि। कोही अघि गइसक्नु भएको छ, कोही पछि हुनुहुन्छ, म चाहिँ बिचमा छु। तपाईँहरूलाई भिडियो बनाऊँ भनेर बनाइरहेको छु। यहाँ हेर्नुहोस् त कति कालो छ, कति गहिरो छ ताल। आहा कति कञ्चन पानी छ हेर्नुहोस् त, कति सुन्दर, कति कञ्चन, कति निलो हरियो। हेर्नुहोस् यहाँ हिउँ पर्यो, यो हिउँमा चाहिँ म एकछिन खेलेँ। यो चाहिँ हिउँ माथिबाट बगेर आएको रहेछ यो सानो खोलामा। अनि म चाहिँ यो हिउँमा खेल्ने एकछिन, त्यहाँमा हिउँमाथि गएर उफ्रिएँ।
हिउँमा खेल्ने एकदमै रहर थियो मलाई। हेर्नुहोस् मैले हिउँ समाएँ, हिउँ खेल्ने एकछिन। कति चिसो छ, एकदम चिसो, हात ठिराउँछ। हिउँसँग सामिप्यता गाँच्ने एउटा अवसर मिल्यो। अनि यो हिउँमा एकछिन खेलेँ, उफ्रेँ। तलतिर हेर्नुहोस् यस्तो छ, जता हेऱ्यो त्यतै रमाइलो, जति हेऱ्यो उति सुन्दर क्या। हामी तालको छेउमा गयौँ, हेर्नुहोस्। त्यसपछि हेर्नुहोस् त, तालको छेउमा गएर हामीले पानी छोयौँ, पानी खायौँ। त्यहाँ यहाँ गाउँको मान्छेले खाने पानी नै हेरेछ, एकदम राम्रो। केही फोहोर आउला भन्ने चान्सै छैन, कुनै काठ कसिङ गरेर आउला भन्ने चान्सै छैन। हेर्नुहोस् त पानी कति सफा हो। त्यो ढुङ्गा पनि एकदमै सफा छ के। हाम्रोतिर खोलाको ढुङ्गा त लेउ लागेको हुन्छ नि त, तर यसमा लेउ लागेको छैन। पानीमा राखेको ढुङ्गा, भर्खर राखेको ढुङ्गा जस्तै के, एकदम चिल्लो सफा त्यस्तो पानी छ। अनि यो पानीमा हामी एकछिन खेल्यौँ, बस्यौँ, पानीलाई ढोग्यौँ, पूजा गऱ्यौँ। अनि हामीले चामल बेसार के लगेका थियौँ त्यो पनि पूजा गऱ्यौँ। अनि त्यहाँको हिमाल, पहाड, त्यहाँको ताल, त्यहाँको जङ्गल सबैलाई पूजा गऱ्यौँ हामीले। अक्षता चढाएर पूजा गऱ्यौँ। अनि त्यसपछि हामी अझै माथि गयौँ ताललाई छोडेर। अब हामी फर्स्ट भ्यू पोइन्टमा जान्छौँ। यहाँबाट हेर्न सक्नुहुन्छ, हामी उकालो लगाइरहेका छौँ। पर देख्नुहुन्छ आधा ताल हो त्यहाँ। धेरै फैलिएको छ यो ठाउँ त, धेरै ठुलो फैलिएको छ। म तपाईँलाई देखाउँदैछु माथिबाट। हेर्नुहोस् यो ताल, माथि हिमाल, यो हिमालकै पानी पग्लिएर आएर बनेको ताल है हजुर। यो चाहिँ यति रमाइलो छ, यति सुन्दर छ, यति आकर्षक छ, यति मनमोहक छ, यति मन लोभ्याउने छ। तपाईँहरू पुग्नुभयो भने, कति त पुग्नुभयो होला, कति पुग्नु भएको छैन भने हेर्नुहोस् यो ताल हेर्नुहोस्। अनि लगभग हामी अन्तिममा छौँ। हेर्नुहोस् ऊ पारि हामी बसेको गाउँ हो, ऊ पहाड देख्नुहुन्छ हो, यहाँ चाहिँ हो यो गाउँ। अनि यहाँ चाहिँ ओभरफ्लो गएको ताल बगेको ठाउँसँगै गाउँ। अनि यो हिमाल हेर्नुहोस् त। हामी चाहिँ फर्स्ट भ्यू पोइन्ट। अब चाहिँ यो बाटो हामी जान सकेनौँ, हामीलाई एकदमै अस्याङ फस्याङ भयो, हामीलाई लेक लाग्ने जस्तो देख्यौँ। हामी सक्दैनौँ, थाक्यौँ।